हेलो अन्यवासी यवनगुरी म तपाईहरुकै कोरियन भाषा प्रशिक्षक सुपल तामाङ म आज पनि फेरि इक्जाम सम्बन्धी नयाँ अपडेट लिएर उपस्थित भएको छु। म हिजो चाहिँ भिडियो बनाउन भ्याएन। मैले हिजो इक्जाम दिन जानु भएको भाइ बहिनीहरुले उहाँहरुले सुना अनुसारको चाहिँ क्वेशन चाहिँ तयार गरेर तपाईहरुलाई चाहिँ आज पढाउन गइरहेको छु। जस्तो सुनाउनु भयो त्यस्तै है साथीहरु, अलिअलि चाहिँ अप्सनहरु तल माथि होला र कुनै कुनै साथीहरु चाहिँ इक्जाम दिएर आउनु भएको छ भने केही अलिअलि चाहिँ फरक देख्नुहुन्छ होला। त्यो फरक चाहिँ अब उहाँहरुले जति बुझ्नु भएको थियो जस्तो सम्झेथ्यो त्यस्तै भन्नुभयो, त्यही अनुसारले चाहिँ मैले बनाएको। योभन्दा चाहिँ अगाडि पनि मैले युट्युबमा राखिसकेको छु। यो अगाडिको इक्जामको यो माथितिरको यिनीहरू मैले सबै पढाइभ्याए हो। अब आज भने यहाँ मैले तपाईँले यो देख्ने बित्तिकै थाहा पाइसक्नु भयो होला। यहाँनिर यहाँ मङ्सिर 4 गते कि हिजो 4 गते सोधिएको प्रश्नहरू राखेको छ मैले। यो यहाँदेखि चाहिँ मैले पढाउनु पर्ने, योभन्दा माथि मैले अस्ति पढाइसकेको छु, युट्युबमा गएर हेर्नु होला। र हजुरहरू यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर चाहिँ साथ दिनु होला, ताकि म यस्तो भिडियोहरू तपाईहरुले मैले अपलोड गरिरहेको हुनेछु। र आजको चाहिँ इक्जाम दिन जानु भएको भाइ बहिनीहरूले भरे बेलुका के आयो भन्नुहुन्छ, अनि भोलि म फेरि भिडियो बनाएर चाहिँ तपाईहरुले युट्युबमा राखिदिनेछु। तपाईहरु हेरेर साथ दिनु होला है त। र पढाउँदै जाँदा के कमी कमजोरीहरू भेट्नु भएमा कमेन्टमा राख्न सक्नुहुन्छ अथवा मलाई डाइरेक्ट इनबक्स पनि गर्न सक्नुहुन्छ है त। हवस् त, अब सुरु गरौँ ढिलो नगरिकन। ल, हिजो यो चाहिँ धेरै जसो चाहिँ हाम्रो 3 बजे र 1 बजेको चाहिँ 3 बजेको 1:30 को क्वेशनहरु छ। यसरी नै थियो अरे यो थाम क्रिम पोगो दिएको चित्र हेरेर नामुन थाना मिल्ने शब्द अथवा मुन्जामुन कुरुसिप्स्यु वाक्यलाई छान्नुहोस् भनेर भनेछ यहाँनिर। यसरी नै यो गाडीको चित्रमा यसरी यो 735 सेन्टिमिटर भनेर लेखिरहेको सिएम लेखिरहेको रहेछ। यो चाहिँ यतापट्टि यहाँ जुन त्यही लेखिदियो है साथीहरु, सजिलो हो चित्र चाहिँ यताको जस्तो चाहिँ उस्तै सजिलो आएर रहेछ। छिनफेक सामसिक ओ मिलिमिटर इन द मिलिमिटर त होइन, यो सिएम हो हैन, यो मिलेन। अब हाम्रो छिनफेक सामसिक ओ सेन्टिमिटर मिल्यो। अब 730 सेन्टिमिटर हो रे, यो चाहिँ मिल्यो हैन साथीहरु, यो मिल्दैछ 2 नम्बर मिल्यो। अर्को फाल्बेक सामसिक ओ मिलिमिटर मिल्दा भने त 800 होइन, यो फाल्बेक सामसिक ओ सेन्टिमिटर पनि होइन। आन्सर मिल्यो हाम्रो 2 नम्बर मिल्यो। अब हामी तल अर्को 2 नम्बरमा यो चाहिँ हाम्रो फलामको पत्ता है साथी। फलामको पत्ता यहाँ यसरी नै थियो रे, 91 केजी लेखिरहेको छ, खुसी 1 किलोग्राम। यतापट्टि यहाँ जे छ त्यो लेखिदिएको थियो रे, खुसी 1 ग्राम입니다। खुसी 1 ग्राम भनेको यो हाम्रो ग्राम हो त, यो ग्राम होइन हाम्रो साथीहरु, किलोग्राम नै हो। खुसी 1 ग्राम 92 92 केजी हो त होइन। र खुसी 1 किलोग्राम입니다 भनेपछि यो 91 किलोग्राम हो भनेछ, अनि यो चाहिँ मिल्दछ। र खुसी 1 मिलिमिटर मिलिग्राम भने होइन, मिलिग्राम होइन यो। अब अर्को फेरि यहाँनिर हाम्रो प्रिन्ची आएछ साथीहरु, प्रिन्ची चाहिँ आइरहन्छ है इक्जाममा। ल यो खावी र कैँची होइन, यो हामी छुटाउन सक्नुहुन्छ तपाईँले सजिलै। छम भनेको त छिनो, यो होइन। फेन्ची चाहिँ फेन्ची होइन, पेन्चिस हो कि होइन, पेन्चिस हो यो। यो खाल भनेको यो चक्कु भने होइन। आन्सर मिल्यो 3 नम्बर। र अब हामी चित्रमा त्यति टाइम नलागौँ, ढिलो नगरिकन तलतिर जाउँ। अब यो फिङ्खानवाला चित्र पनि यो पनग्याङ आएछ, तर यो पनग्याङ पनि आइरहने चित्र नै हो है। कुनै कुनैले चाहिँ कोही भाइ बहिनीहरूले धेरै चित्र मात्र पनि आइरहेको रहेछ, यस्तो फिङ्खानवाला चित्रहरू आइरहेको रहेछ है। अब यहाँ हेरौँ, अब हामी फिङ्खाने तुरागाल कालगाउँ जाने खाजाङ अलमाजिन फसल कुरुसिप्स्यु सबभन्दा मिल्ने कुरा छान्नुहोस् रे। ओ भनेछ नि सुरक्षा है, आन भनेको अनुहार, ओ आन हुन्छ, ओ आन ग्याङ भनेको सुरक्षा चस्मा। यो के रह्यो हाम्रो सुरक्षा चस्मा हैन। अब यो हाम्रो 11 मिल्यो। अब तल 5 नम्बरमा यो
यो अब हाम्रो के रह्यो आमजन छाङ्ग मिल्छ सुरक्षा पन्जा मिल्छ सुरक्षा पन्जा है। अब अर्को 6 नम्बरमा यो हाम्रो 11 चित्रहरू सबै हाम्रो बुकबाट नै सोधिरहेको छ है साथीहरू, त्यही भएर तपाईँ नाट्यकन गर्नुभयो भने मिल्छ है त। यो अब 6 नम्बरमा आमजन वा सुरक्षा जुत्ता है साबन मिल्यो। अनि अर्को तल 8 नम्बरमा चाहिँ हाम्रो उइमी मतलब यो पहिला यो 7 मा हेरौँ है। यो चाहिँ के हो त साथीहरू भनेको आमजन मो मिल्छ है यो इलेभन मिल्छ यो होइन त। ल अब 8 देखि चाहिँ हाम्रो हिजो चाहिँ फान्देमाल पनि आएको रहेछ साथीहरू होइन त। यो जस्तै ठाउँ खन वा दिएको शब्दसँग उइमीका फान्दे थिएनन् अर्थको चाहिँ विपरीत हुने कौशल कुरालाई खोरो सिप्स्यो छान्नुहोस् भएछ। खोरिदा सम्भालादा सम्झाउँदा सन्थेगादा भन्ने के यो छान्नु भन्ने अर्थ लाग्छ है, सन्थेगादा पनि हो। अब यहाँ पोल्टुरी छोइदा भनिन्छ बुल्टलाई कस्नु भनिन्छ छोइदा अनि छेदा पनि के हो यहाँ हामी कस्नु भन्ने अर्थ लाग्छ कस्नु होइन। अनि थुन्दा भनेको लिनु उठाउनु आवश्यक हुनु भन्ने हुन्छ। थुन्दा धेरै अर्थ लाग्छ जस्तै तपाईँ हामी के त यो थुन्दा खाब मुनि थुन्दा सामान उठाउनु होइन, थोदोगी थुन्दा चोर पस्नु, सुहाउ थुन्दा क्लास लिनु, थनफुङ्गी थुन्दा पातहरू पहेँलो पातहरू झर्नु, थोनी थुन्दा पैसा आवश्यक हुनु होइन, यस्तो अवस्था हुन्छ। अब यो थुन्दा पनि नमिल्ने नै भोगिने छोरी त कस्तो छ यसको विपरीत अर्थ थुन्दा भनेको यो चल्नु के हो जस्तै हावा चल्नु फारामी खुल्ला है, भुइँ फारामी खुल्ला होइन, सुसिलिनु। अनि खुल्ला भने कुकुलो पार्ने कि खोल्नु, त्यही भएर यसको आन्सर फान्ने चाहिँ यो हुन्छ खोल्नु। यो पत्ता पनि खोल्नु तर यो त कपडाहरू खोल्नु भन्ने अर्थ लाग्छ। आन्सर मेरो 3 नम्बर। अब 9 नम्बरमा ठाउँ थना दिएको शब्दसँग फिजिनाम मारी पुरुषले दिएको शब्दसँग चाहिँ उस्तै भएको कुरालाई चाहिँ छान्नुहोस् भनेछ। नमु भनेको चाहिँ एकदम तपाईँले धेरै भन्ने गर्छु जस्तै यो अब हाम्रो नमु मेउ मुछ खिङजङ्गी खान्छाङ भने के भयो एकदम वलसिन भने एकदमै धेरै भन्ने अर्थ लाग्छ नि होइन त। यसो चाहिँ अब आजुसँग मिल्छ एकदम सजिलो छ विशेषणमा। हाङसाङ र मुल भनेको सधैँ हुन्छ यो डेली हाङसाङ भो एउटा चाहिँ हाम्रो नलमादा होइन, हाङसाङ नलमादा मिल भनेको यो दिनदिनै दैनिक होइन त त्यस्तो डेली भन्ने अर्थ लाग्छ। अनि यो छने भनेको चाहिँ के भयो हाम्रो छने भनेको कति पनि कि केही पनि, त्यही भएर छने भनेको कति पनि अथवा कति पनि जस्तो केही पनि भन्ने अर्थ लाग्छ हाम्रो यो चाहिँ है साथीहरू। केही पनि भनेको चाहिँ के त छन् के अरे छनिन हाङ्गुहरू छने मोथे मलाई चाहिँ कोरियन भाषा कति पनि आउँदैन केही पनि आउँदैन भन्ने अर्थ के छने यस्तो अवस्था हुन्छ। ल अब सिप इल बनेछ सिप इ होइन यो पहिला 10 नम्बर ठाउँ थनावा दिएको शब्दसँग फन्गे इन्नुन खसुन मौसिन सम्बन्धित हुने कुरा के हो फन्गे भनेको त सम्बन्धित हुनु भन्ने अर्थ लाग्छ है। यो फन्गेको चाहिँ सिजन जस्तै उस्तै अर्थ लाग्छ। कहिले ठाउँ थनावा दिएको शब्दसँग एङ्गेल फेमिन खसुन मौसिम निका भनेर पनि सोध्न सक्छ सम्बन्धित हुने कुरा है। ठाउँ थनावा दिएको शब्दसँग हेदाङ फेमिन खसुन मौसिम निका भनेर सोध्न पनि सकिन्छ है। त्यही भएर तपाईँले यो उस्तै अर्थहरूलाई चाहिँ ख्याल गर्नुपर्छ है त भाइ बहिनीहरूले। त्यसले ख्याल गर्नुभयो भने तपाईँलाई सजिलो हुन्छ किनभने कुनै क्वेसनहरूको चाहिँ
माथितिर प्यासेजमा चाहिँ एउटा मिनिङ र तल अप्सनमा चाहिँ त्यसको चाहिँ सिमिलर मिनिङ राखिदिएर हुन्छ। जोसँग चाहिँ सिमिलर मिनिङको ज्ञान छ उहाँहरूले सजिलै आन्सर पत्ता लगाउन सक्नुहुन्छ, जोसँग चाहिँ सिमिलर मिनिङको ज्ञान छैन उहाँलाई पनि त्यही क्वेसन फेरि गाह्रो हुन सक्छ। त्यही भएर सिद्धान्तलाई याद गर्नुपर्छ है तपाईँले। अब यहाँ चाहिँ हाम्रो नेम्से भनेर आएछ। सम्बन्धित हुने कुरो भनेको यहाँ माथितिर भएको चाहिँ सबै शब्दहरू तलतिर पछि एउटा अप्सनको चाहिँ एउटा शब्दसँग चाहिँ हाम्रो के भयो सम्बन्धित हुनुपर्ने हुन्छ है। जस्तै यो हाम्रो नेम्से भनेको चाहिँ गन्ध है, के रह्यो गन्ध भन्ने हुन्छ। अनि यो के रह्यो सुन भनेको चाहिँ हामी के रह्यो आवाज है। अनि यो के रह्यो खम्गी भनेको रह्यो रुगा है, रुगा लाग्ने। थुतुम भनेको चाहिँ अब हामी छोटकरीमा सिटामोल भन्नु पर्यो, सिटामोल है। टाउको दुखेको विष पार्ने औषधिलाई चाहिँ के भन्छ थुतुम भन्छ। त्यही भएर यहाँ हेर्दाखेरि नेम्सेगा सीमादा गन्ध कडा हुनु गम्भीर हुनु, सीमादा भनेको ज्यादा हुनु गम्भीर हुनु कडा हुनु भन्ने अर्थ हुन्छ नि त। गन्ध चाहिँ धेरै हुनु, सुमी सीमादा आवाज चाहिँ बढी हुनु आवाज चर्को हुनु भन्ने अर्थ हुन्छ। अब यहाँनिर खाम्लीगा सीमादा रुगा चाहिँ एकदम गम्भीर लाग्ने एकदम ज्यादा एकदम धेरै रुगा लाग्ने भन्ने अर्थ। अनि थुतुमी सीमादा त्यो त यो थुतुम टाउको एकदमै दुख्नु भनेपछि हामी आन्सर मिल्यो 11 मिल्यो। क्षणादा सजिलो हुनु सहज हुनु, अरेत्ता गाह्रो हुनु, अव्यक्ता हलुका हुनु भन्ने अर्थ हुन्छ। यो पनि आएको क्वेसन रहेछ हिजो। सिप 11 रहेछ, सिप 11 है। यो 13सम्म छ छन चाहिँ मस त्यान थम खुरुल इल्गो दे घर पढेर मसे त्यान खुरु इन्जी खुरु शिक्षितको बारेमा हरफ हो छान्नुहोस् भनेछ। खन्सल भनेको चाहिँ हामी निर्माण गर्नु साथीहरु है। खन्सल भनेको निर्माण गर्नु है। खन्सल आधा खन्जुक आधा खंसा आधा भनेको रह्यो निर्माण गर्नु भन्ने अर्थ लाग्छ। खन्सल हेन्छ रहेछ निर्माण साइडबाट के रह्यो निर्माण यो हाम्रो साइड निर्माण हेन्जाङ भनेको चाहिँ ठाउँ हो कि साइड ठाउँबाट साइडबाट यी अघि छन् काम गर्नको निम्ति फल्ली जाए भने फल्ली हदा भनेको चाहिँ अब हाम्रो व्यवस्था गर्नु है। जा भनेको चाहिँ हाम्रो व्यक्ति, त्यसै खल्लिजा एगे भनेको व्यवस्थापकलाई, खल्लिजा भनेको चाहिँ के त खल्लिजा एगे भनेको हामी व्यवस्थापकलाई अमरुल काम छाल राम्ररी सल्म्यान हगु भनेको राम्रोसँग चाहिँ के यो बताइदिएर के राम्रोसँग चाहिँ तपाईँले के यो व्याख्या गरिदिएर राम्रोसँग व्याख्या गरिदिएर यो हाम्रो यो व्याख्या भन्ने अर्थ हुन्छ। खुल्लेजा दुल्लो मजदुरहरूले पनि छासिनु मजदुरहरूले पनि आफ्नो छगावी ध्यान आफ्नो कामको बारेमा छुङ्गुनी भनेको चाहिँ के त यहाँ छुङ्गुनी भनेको चाहिँ प्रशस्त पर्याप्त हुनु प्रशस्त हुनु हैन। छुङ्गुनी हान प्रशस्त भएको चाहिँ प्रशस्त गरी पर्याप्त गरी नुन्यागुल भनेको त क्षमता है। नुन्या भनेको क्षमता है क्षमता नुन्यागुल क्षमतालाई खच्छुया हामीले तयारी गर्नुपर्छ। खाच्छुदा त्यसै अब हाम्रो खाच्छुदा माछुदा यसलाई हामी तयारी गर्नु पनि भन्न मिल्छ, तयारी गर्नु है। अनि अरू के हाम्रो मिलाउनु भन्ने अर्थ पनि लाग्छ है। अनि दुखी विशेष गरी आङ्गनी छुचिकुल सुरक्षा नियम है। छुचिक भनेको यो हाम्रो नियम छुची सुची है। छुचिक सुची वञ्चिक छङछेक होइन त छङछेक क्युजङ क्युयुल ल यिनीहरू चाहिँ के भयो हाम्रो नियम अथवा चाहिँ सिद्धान्त भन्ने अर्थ लाग्छ है। यो क्युजङ र क्युयुलको मिनिङ चाहिँ
नियम पनि हुन्छ, के अरे हाम्रो अनुशासन पनि हुन्छ। क्युजाङु छाल छिक्याते भने नियमको राम्रोसँग चाहिँ पालना गर्नुपर्छ भन्ने अर्थ लाग्छ। अब छिक्कीको नियमको चाहिँ पालना गरेर फेरि आवश्यक छोयुगुल तालिमलाई फेवाया सिके मात्र आवश्यक तालिमलाई चाहिँ सिके मात्र हेन्जाङ्गे सह काम गर्ने ठाउँबाट साइडबाट यो सुविधा काम गर्न सकिन्छ भनेछ। खुल्लो सिगान भनेको काम गर्ने समय होइन साथीहरू। खुल्लो छाग्यात भनेको के थियो? कामको कार्यक्षमता है, क्षमता। छाग्यात भनेको क्षमता पनि हुन्छ, अवस्था पनि हुन्छ होइन, क्षमता पनि हुन्छ, अवस्था पनि हुन्छ है। छेरु छग्यात भनेर आयो भने बसाइको अवस्था है, बसाइको अवस्था चाहिँ कुन विषयमा बसिरहेको भन्ने अर्थ लाग्छ। खुल्लो जावी छग्यात भनेको त यो मजदुरको चाहिँ क्षमता है, यस्तो भन्ने अर्थ लाग्छ। अनि यसो कहिले अनुमति पनि भन्ने अर्थ हुन्छ है त। अब छगप सुन्छ भनेको कार्यक्रम कामको चाहिँ के त क्रम सुन्छ भनेको त हाम्रो क्रम हो, क्रमबद्ध है। खुल्लो छाङ्सो काम गर्ने ठाउँ पनि होइन। यो चाहिँ के भयो? हाम्रो कार्यक्षमताको बारेमा कामदारको खुल्लो छाग्यात मजदुरको चाहिँ कामको क्षमताको बारेमा यसले कुरा गरिरहेको छ है। 12 नम्बरमा प्रोग्राम भनेको त प्रोग्रामे भनेको चाहिँ के त कार्यक्रममा भन्ने अर्थ लाग्छ। प्रोग्राम भनेको चाहिँ हाम्रो के त यो कार्यक्रममा जस्तै यसमा भिडियो पनि रेकर्ड भइराख्नुपर्छ साथीहरू, रेकर्ड भएन भने फेरि हुँदैन ल। कार्यक्रममा छम्मे हर्याम्यान सहभागी हुने हो भने छम्यादा भनेको छम्यादा है, छामसकादा छम्गादा है, यो के हो त साथीहरू? यिनीहरूको चाहिँ यसको मिनिङ चाहिँ हामी सहभागी हुनु भन्ने अर्थ लाग्छ है साथीहरू। यहाँ लेख्नु छम्यादा भनेको चाहिँ भयो यिनीहरू छम्मे सहभागी हुनु, उपस्थित हुनु के साथीहरू है। होम पेज ऐसा होम पेजबाट सिन्चन सुरु निवेदनलाई सक्षम खागो भरेर लेखेर छेचुले हामीदा भनेको बुझाउनु पर्छ, पेश गर्नुपर्छ भन्ने अर्थ हुन्छ। सिन्चानी निवेदन सिन्चानी वाइलो थेम्यान निवेदन चाहिँ पुरा भइसकेपछि मुन्जाहरू भनेको त यो हरफद्वारा ट्याक्सद्वारा अन्यहरू जानकारीलाई खास सुविधा लिन्छ, मतलब म्यासेजद्वारा चाहिँ जानकारी लिन सकिन्छ, प्राप्त गर्न सकिन्छ भनेको यो। अब हामी यो चाहिँ अलिक सजिलो भएछ यो प्रोग्राम सिन्चन फर्म चाहिँ कार्यक्रमको चाहिँ निवेदन गर्ने तरिका मिल्न आउँछ। यो प्रोग्राम इल्जाम भनेको तालिमको चाहिँ कार्यतालिका हुँदैन होइन, कार्यक्रमको चाहिँ काम गर्ने तालिका भन्ने अर्थ। अनि प्रोग्राम छौसो कार्यक्रम गर्ने चाहिँ ठाउँको बारेमा नि होइन। प्रोग्राम पियोङ भनेको कार्यक्रम शुल्कको बारेमा नि होइन। कार्यक्रम शुल्कको लागि त यति पैसा यति लाग्छ त्यति लाग्छ भनेर आउनुपर्छ नि होइन त, त्यही भएर यो मिलेन ल। अब अर्को 13 नम्बरको हाम्रो मसिरान रहेछ। वेसामिन कम्पनीले चाहिँ इरुल काम सिजक हगी छ नि कम्पनीमा चाहिँ काम सुरु गर्नु पहिले खुल्लो जाएगी मजदुरलाई कुन सिगान काम गर्ने समय र इन्गुन भनेको तलब भनेछ। इन्गुन भनेको तलब पैसा हैन त, तलब अनि युल भनेको त बिदा तुम इत्यादि। चुयान भनेको महत्त्वपूर्ण है। यसलाई चाहिँ अब हामी अरू सोझौँ हात पनि भन्न मिल्छ साथीहरू है। सोझौँ हात पनि महत्त्वपूर्ण हुनु भन्ने अर्थ हुन्छ महत्त्वपूर्ण। नियमूल विषयलाई सलमान हागो व्याख्या गरिदिन्छ र लगिन समयमूल परीक्षण चेक गर्नको लागि साइन पनि खास सुविधा लिन्छ। मौजूद नियमूल सबै विषयलाई भनेको बुझेपछि इरुल काम सिजक हल्सिसुन्दा कामलाई चाहिँ सुरु गर्न सकिन्छ। भनेको बुझिदिनु भन्ने अर्थ लाग्छ। यो चाहिँ अब हामी ठुलो ख्याल मिल्छ श्रम सम्झौताको बारेमा हो। काम गर्ने समय यति बजे उति बजे आएको छैन, कामको सुन्छ कार्यक्रमबद्ध पनि यो होइन। आमजन खेल स्वेच्छा तालिमको बारेमा कुरा गरेको होइन। सम्झाउन इल्वा
है। ल अब हामी 14 नम्बर आयो साथीहरू। अब थम संज्ञानी दिएको व्याख्यामा अलमाजुन अविरल कुरुक्षेत्र ठिक्क मिल्ने शब्दवालीलाई चाहिँ छान्नुहोस् भनेछ। अवि भनेको चाहिँ यो हाम्रो शब्दवाली भन्ने अर्थ लाग्छ। अब फादामा समुद्र अथवा खानीस नदीबाट मूल कोगिरी माछालाई छाबा समाती सिंहल हामी जीवनयापन गर्ने सारा मूल मान्छेलाई मारामिता भनिन्छ। नदी समुद्र नदीमा चाहिँ माछा समात्ने भनेपछि तपाईँले बुझिसक्नु होला, अबु मिल्छ। अबु भनेको हाम्रो के त यो अबु माझी होइन, माझी भन्ने माछा मार्ने मान्छे। नम्बु भनेको त कृषक, कृषक है। मुक्सु भने सिकर्मी, सिकर्मी हुन्छ है। खिसा भनेको चालक, चलाउने मान्छे। ल अब हामी 15 र 16 नम्बर हेरौँ। हाम्रो देश कोरियामा चाहिँ यरुम छरी विस्मृतमा खाजामा सबभन्दा थौन गर्मी हुने नारु दिनलाई चाहिँ पोकनारी रागो हामीरा पोकनाल भनेर भनिन्छ। छाराम गुरुङ मानिसहरू चाहिँ फौल गर्मीलाई इगिगो जितेर खङ्गाङ स्वास्थ्यलाई चिकिगी हुए स्वास्थ्यलाई चाहिँ सुरक्षा गर्नको निम्ति सम्झेथाङ अथवा पोयाङ सिकफुल मक्सुमिरा भनेको चाहिँ पोषणयुक्त खानालाई चाहिँ खाइन्छ। पोयाङ सिक भनेको त पोषणयुक्त खाना, सरी पोषण युक्त खाना यो है खाइन्छ। पोक्नाल चाहिँ पोक्नाल भने गर्मी एकदमै ज्यादा गर्मी हुने 3 दिनलाई भनिन्छ। खिउन शक्तिलाई, खिउन भनेको त हिम है, शक्तिलाई खोजुनहरूको भनेको त शक्तिलाई आपूर्ति गरेर पूर्ति गरेर यो चाहिँ के पूर्ति गर्नु, पूरा गर्नु। यरुम छ ग्रीष्म ऋतुमा चाहिँ खङ्गाङ स्वास्थ्यलाई खाली आनन्द व्यवस्थापन गर्ने खसी कुरा चाहिँ सुनि हामीलाई महत्त्वपूर्ण हुन्छ भनेर भनिरहेको छ। अब अप्सनमा यरुमचाल खङ्गाङले ग्रीष्म ऋतुमा स्वास्थ्यको निम्ति चिउल शक्तिलाई पोचुङ आनन्द भनेको यो शक्तिलाई चाहिँ हामी आपूर्ति गर्नलाई पोयाङ सिगुल मक्सुमिरा भनेको शक्तिवर्धक पोषणयुक्त खानाहरू खाइन्छ। यो कुरा मिल्छ यहाँ माथिले राजन र पोजुङहरूको है खङ्गाङ कल्याण महत्त्वपूर्ण आंसर इलमा मिल्यो। यरुमचाल ग्रीष्म ऋतुमा थौल गर्मीलाई फियागु भनेको गर्मीबाट जोगेर फियाटा भनेको चाहिँ जोगिनु पनि हुन्छ है, नगर्नु भने आफैले लाग्छ। यो निम्ति सुवाधान भित्राएको चाहिँ पोक्सिग्रो अन्नद्वारा पोयाङ सिगुल भन्ने शक्तिवर्धक पोषणयुक्त खानालाई चाहिँ मुक्त खाइन्छ। यो गर्मीबाट जोगिनको लागि र यो भित्राएको चाहिँ अन्नहरूको लागि होइन, यो अन्नहरूद्वारा होइन। यो खेलछाल ग्रीष्म ऋतुमा चाहिँ नुननोरी हिउँमा खेलिने खेल हाम्यान्छ खेललाई छेलेको शारीरिक शक्तिलाई निजी आगो कायम गरेर खङ्गाङ स्वास्थ्यको चाहिँ चिकिमिरा भनेर पालन गरिन्छ रे, सुरक्षा गरिन्छ रे। यो होइन, यो पनि मिलेन। फुलछाल भने बसन्त ऋतुमा चाहिँ कोट खुडियामा फुल अवलोकन हामी गऱ्यो भने फुल हेर्यो भने यरुमचाल ग्रीष्म ऋतुमा चाहिँ खङ्गाङ फुलको के त कोट खुडियामा हामी फुल अवलोकन गर्दै ग्रीष्म ऋतुमा खङ्गाङ स्वास्थ्यको चाहिँ चिन्ह हान्ने तयारी गरिन्छ रे। यो कुरा भनिएको छैन। ल अब हाम्रो देशमा कोरियामा चाहिँ छन्दङ जगुरो परम्परागत रूपमा हादागी आम्जा भुइँमा बसी शिक्षा हागाना खाना खाने अथवा सिंहल हामी जीवनयापन गरिने साहसिक मुनागा भुइँ बसाएको चाहिँ संस्कृति चाहिँ सुनेर रहेको छ। छाराम गुरुङ मानिसहरू चाहिँ फङ्सा दिना भनेको त तकिया, कुनै पनि चकडी तकिया भुइँमा बस्न चाहिँ के त जस्तै यो हाम्रो कुर्सीहरूमा होइन हामी चाहिँ ओछ्याउने अनि भुइँमा के त ओछ्याएर बस्ने के तकिया चकडी है लाई अथवा ओन्देल हुएछ तातो ढुङ्गा माथिबाट
सेवारामा तातो ढुङ्गामा चाहिँ जीवनयापन गरिन्छ र छिप आने घरभित्रको खुङ्गान ठाउँलाई युल खुङ्गान भन्ने ठाउँ युल जगुरो प्रभावकारीपूर्वक चाहिँ स्वयं हामीलाई प्रयोग गरिन्छ। स्वयं यो हुँदा हरियो हुँदा भनेको यो सुधा प्रयोग गर्नु। अब यहाँ सारामन भनेको मानिसहरू चाहिँ खादाकी आन्जा भनेको भुइँमा बसी खादाकी आन्जा सेवारामा जीवनयापन गरिन्छ र खङ्गाउनु भनेको ठाउँ चाहिँ जीवनयापन गरेर खङ्गाउनु भनेको ठाउँलाई युल जोगुरो भनेको प्रभावकारीपूर्वक सबैभन्दा प्रयोग गरिन्छ रे यो मिल्दछ। साराम गुरुङ मानिसहरू चाहिँ भुइँजाए आन्जा भने मानिसहरू चाहिँ भुइँमा बसी सेवारामा जीवनयापन गरिँदै फङ्सागु सहयोग हामीला भनेर फङ्सा भनेको कक्षियाको चाहिँ प्रयोग गरिन्छ भने यो होइन। अनि हाम्रो साराम गुरुङ मानिसहरू चाहिँ वेबु सिक्ता मानिसहरू बाहिरी रेस्टुरेन्टमा मात्र शिक्षा हामीलाई खाना खाइन्छ र छिप आनेछन् घरभित्र चाहिँ उहिजहरू छ हाम्रो घरभित्र चाहिँ कुर्सीको चाहिँ प्रयोग गरिन्छ। के त यो हाम्रो बाहिर रेस्टुरेन्टमा मात्र खाना खाइन्छ भनेको छैन है। यसको आन्सर हाम्रो 1 नम्बर मिल्यो। आजले चाहिँ हामी भन्दै यति नै है। जम्मा कति 16 क्वेसन चाहिँ मैले हिजो सोधेर तयार पारेको थिएँ। आजको क्वेसन चाहिँ म भोलि पढाउँछु तपाईँलाई यही च्यानल युट्युबमा चाहिँ अपलोड गरिदिन्छु। तपाईँहरूले यदि मेरो च्यानलमा फेरि भन्दा चाहिँ तपाईँहरूले यदि मेरो भिडियो चाहिँ तपाईँहरूलाई मेरो भिडियोबाट केही सहयोग चाहिँ मिलिरहेको छ भने मलाई चाहिँ मेरो च्यानललाई लाइक कमेन्ट र सेयर गरी सहयोग गरिदिनु होला भन्दै आजले यति भन्दै छुट्टिन चाहन्छु। हस् त, बाइ बाइ।